नमस्कार यहाँलाई आज अक्षय तृतीयाको धेरै धेरै शुभकामना। आज अक्षय तृतीया आज एकदमै पावन दिन। आजको दिन भगवान शिव र माता पार्वतीको विवाह भएको दिन। आजको दिन कुनै पनि किसिमको शुभ कार्यहरू गर्नको लागि हामीले साइत हेर्नु पर्दैन भन्ने हाम्रो मान्यता रहेको छ। आजको दिन पाण्डवहरूले अक्षय पात्र प्राप्त गरेको दिन। आजको दिन भगवान परशुरामको जन्म भएको दिनको रूपमा हामी मान्दछौँ। आजको दिन एकदमै पावन दिनको रूपमा यो पौराणिक कथाहरूमा वर्णन गरिएको छ। जुन कुरो हामीले सुन्दै आइरहेका छौँ र हामीहरूमध्ये धेरैजनालाई यो कुरो थाहा छ। तर आजको दिन किन अक्षय रूपमा मानियो? आजको दिन जुन वैशाख शुक्ल तृतीयाको दिन, यो तिथि तृतीया तिथिलाई किन अक्षय तृतीया भनियो? किन आजको दिन अक्षय भयो अर्थात् क्षय भएर नजाने तिथिको रूपमा किन लिइयो त? यो कुराको जवाफ लिन चाहिँ तपाईँ ज्योतिष शास्त्रमा जानुपर्ने हुन्छ। सो यसको जवाफ चाहिँ कसले दिन्छ भन्दाखेरि ज्योतिष शास्त्रले दिन्छ। ज्योतिष अर्थात् ज्योति प्लस ईश, ज्योतिको ईश्वर अर्थात् उज्यालोको भगवान, उज्यालोको विज्ञान। कुनै अँध्यारो हुँदाखेरि हामीलाई कुराहरू थाहा हुँदैन, हामीले अनुमान चाहिँ गर्छौँ। तर जब त्यो अँध्यारोमा चाहिँ के भयो त, कुनै तपाईँले टर्च बाल्नुहुन्छ, बत्ती बाल्नुहुन्छ भने त्यो उज्यालोमा के हुन्छ, ती कुराहरू प्रष्ट हुन्छ। त्यस कारणले गर्दाखेरि जीवनका कतिपय जुन उहरू छन् होइन, जीवनका रहस्यहरू छन्, जीवनका चाहिँ जुन सेक्रेट्सहरूलाई रिभिल गर्नको लागि अथवा त्यो कुराहरू थाहा पाउनको लागि जब ज्योतिषको अध्ययन सुरु गर्नुहुन्छ त्यसपछि जीवनका कयौँ कुराहरू चाहिँ के हुन्छ, प्रष्ट हुँदै आउँछ। अब हामी प्रवेश गरौँ आज चाहिँ किन अक्षय चाहिँ भयो, आज तृतीया तिथि किन अक्षय चाहिँ रूपमा लिइयो यसलाई भन्ने कुरा म यहाँलाई बताउन गइरहेको छु। यो तिथि भन्ने कुरो कसरी निर्माण हुन्छ? हामी तिथि भन्छौँ होइन, जस्तो प्रतिपदादेखि पूर्णिमासम्म, फेरि प्रतिपदादेखि औँसीसम्म र 30वटा तिथि हुन्छ। यो तिथि कसरी बन्छ त? जब चन्द्रमाले परिभ्रमण गर्दछ, चन्द्रमाले भ्रमण गर्ने क्रममा सूर्यसँग जुन किसिमको एउटा चाहिँ डिस्टेन्स बनाउँछ अथवा जुन एउटा एङ्गुलर डिस्टेन्स बनाउँछ होइन, त्यो डिस्टेन्स भनेको के हुन्छ भने प्रत्येक 12 डिग्रीमा चाहिँ के हुन्छ तपाईँलाई एउटा तिथिको निर्माण हुन्छ। अब अनि जुन हामी पञ्चाङ्गमा भन्छौँ तिथि योग बार करण र नक्षत्र होइन, तिथिको ठ्याक्कै आदि चाहिँ के हुन्छ, करण हुन्छ अर्थात् 6 डिग्री चाहिँ करण हुन्छ। भने अब यसरी तिथि बनाउने क्रममा तृतीया तिथि होइन, तृतीया तिथि चाहिँ महिनामा 2 चोटि तृतीया तिथि भन्दछु। अब यो तृतीया चाहिँ किन महत्त्वपूर्ण हुन गयो त? भर्खरै मैले यहाँलाई भने कि सूर्य र चन्द्रमाले तिथि बनाउँछ होइन, भनेपछि सूर्य र चन्द्रमाले तिथि बनाउँछ। तर आजको दिनको सूर्य र आजको दिनको चन्द्रमा के हुन्छ भन्दाखेरि अत्याधिक शक्तिशाली र विशेष प्रकारको हुन्छ। यो वर्षमा एक दिन चाहिँ के भयो त भन्दा सूर्य र चन्द्रमा अत्याधिक शक्तिशाली रूपमा रहेको हुन्छ र आजको दिनको योग चाहिँ के भयो त भन्दा अक्षय योगको रूपमा मानिन्छ। अब आजको दिनको तिथि हेर्दाखेरि मैले यहाँलाई आजको दिनमा के देखिन्छ भन्दाखेरि तपाईँको शुक्ल द्वितीया है, आज 6 गते अप्रिल 19 यो चाहिँ 13:33 के भयो त द्वितीया तिथि छ। र त्यसपछि चाहिँ तृतीया तिथि चाहिँ के हुन्छ, त्यसपछि सुरु हुन्छ। कहिलेसम्म हुन्छ भन्दा अप्रिलको 20 अर्थात् भोलि 7 गते बिहान 11:11 चाहिँ के हुन्छ त भन्दा तृतीया तिथि छ है। अब यो तृतीया जुन तिथि छ आजको दिउँसो 1:33 भोलि 11:11 तृतीया तिथि छ। तर अब यो किन यति धेरै महत्त्वपूर्ण भयो र अब यो पुरै तृतीया तिथि भरि नै अक्षय तृतीया हो त? यो म यहाँलाई आज बताउँदैछु। भिडियो पुरै हेर्नुहोला र यसबाट तपाईँलाई केही कुराको ज्ञान पनि हुन्छ र यो धेरै मानिसहरूको लागि यो नौलो विषय हो। अब तपाईँको
अब यसपछि म यहाँलाई बताउँछु कि यो किन यति शक्तिशाली भयो। अब जुन सूर्य र चन्द्रमा शक्तिशाली त हुन्छ भनेर भने मैले भनेपछि सूर्य के हुन्छ भन्दाखेरि सूर्य मेष राशिमा उच्चको हुन्छ। कति डिग्रीसम्म? 10 डिग्रीसम्म। कसैले 20 डिग्रीसम्म पनि मान्छ। वैदिक गर्नेहरूले पुरै मेष राशिभरि नै सूर्य उच्चको हुन्छ भन्ने मान्दछन्। अब मेष भन्नाले वैशाख हैन, सूर्यले चाहिँ के गर्छ महिनालाई जनाउँछ। सो भनेपछि पुरै वैशाखभरि नै के हुन्छ सूर्य उच्चको हुन्छ भनेर मानिन्छ। तर चन्द्रमाको कुरा त्यो होइन। चन्द्रमा चाहिँ के हुन्छ भन्दा वृष राशिमा उच्चको रहन्छ। वैदिकहरूले के गर्छन् पुरै वृषभरि चाहिँ के हुन्छ चन्द्रमा उच्चको हुन्छ भनेर मान्छन्। तर नक्षत्रसँग जोडिएर ज्योतिष गर्नेहरूले चाहिँ के हुन्छ अझ गहिराइमा जाँदाखेरि के हो त भन्दा 3 डिग्री 20 मिनटसम्म मात्र चन्द्रमा उच्चको मान्दछन् वृष राशिमा। अब के हाम्रो चन्द्रमा 3 डिग्री 20 मिनटमा कतिखेर हुन्छ त हैन? चन्द्रमाले त धेरै छिटो हिँड्ने जुन के हो त भन्दा उपग्रह हो नि त हैन, ग्रह मानिन्छ यसलाई। भनेपछि ज्योतिष शास्त्रमा यसलाई ग्रह मानिन्छ। सो चन्द्रमा 3 डिग्री 20 मिनटसम्म चाहिँ के भयो त भन्दा एकदमै परम उच्च अवस्थामा रहेको हुन्छ। अब हामीले हेरौँ अब हामीले हेर्दाखेरि के देखिन्छ भन्दा सूर्य चाहिँ अलरेडी के छ भन्दा मेषमा छ। पुरै मेषभरि नै उच्चको मानेको छ। र अब कसैले चाहिँ के भयो त भन्दाखेरि अलि स्ट्रिक्टली हेर्नेले 10 डिग्रीसम्म मात्रै सूर्यलाई उच्चको मानेको छ। अनि अलिकति लिबरल हेर्नेले 20 डिग्रीसम्म सूर्यलाई चाहिँ के हुन्छ उच्च मान्छन्। वैदिक गर्नेहरूले 30 डिग्रीसम्म सूर्यलाई उच्च मान्दछन्। अब अहिले हाम्रो हेर्दाखेरि आजको दिन अप्रिल 19 मा चाहिँ के भयो त भन्दा सूर्य कति डिग्रीमा छ भन्दा 3 डिग्रीमा छ। 3 डिग्रीमा छ सूर्य। सो अब 10 डिग्रीसम्म उच्च हुन्छ। सूर्य चाहिँ के भयो त भन्दा 3 डिग्रीमा छ भनेपछि उच्च हुने भइहाल्यो हैन। अब रहेको कुरो के भने चन्द्रमा चाहिँ वृषमा 3 डिग्री 20 मिनटसम्म मात्रै वृषमा 3 डिग्री 20 मिनटसम्म मात्रै चाहिँ उच्च हुने भएपछि के भयो त भन्दा त्यो समय भनेको मैले क्याल्कुलेसन गरेर हेर्दा 17:34 के भयो भन्दा चन्द्रमा बल्ल वृषमा प्रवेश गर्छ। अब मैले यहाँलाई फेरि यो देखाउँछु। जस्तो यो अप्रिलको 19 आज अक्षय तृतीया सुरु त हुन्छ। तर यो के भयो त भन्दा तपाईको यो अक्षय तृतीया सुरु हुने बित्तिकै चाहिँ के भयो त उ छैन। मतलब सुरु हुने बित्तिकै चाहिँ जस्तो यो दिउँसो 13:33 अर्थात् मैले 34 हैन यो सकिने बित्तिकै मैले कुण्डली बनाएको छु। यो सकिने बित्तिकैको कुण्डलीले के भन्छ त जुन द्वितीया तिथि सकिने बित्तिकै तृतीया त सुरु हुन्छ। तृतीया चाहिँ सुरु भयो तर चन्द्रमा चाहिँ के भयो त भन्दा अझै पनि केमा छ चन्द्रमा एरिजमा छ अर्थात् मेषमा छ। मेषको चन्द्रमा उच्चको हुँदैन। चन्द्रमा उच्चको हुनलाई वृषमा प्रवेश गर्नुपर्छ। र त्यो कतिखेर प्रवेश गर्छ त भन्दाखेरि त्यो प्रवेश गर्छ 17:34 हेर्नुहोस् त भर्खर यहाँ 0 डिग्रीमा छिरेछ है। भनिसकेपछि अब 17:34 बाट चाहिँ के भयो त भन्दाखेरि अक्षय स्थिति भयो चन्द्रमाको पनि। चन्द्रमा पनि उच्चको भयो। सूर्य त उच्चको थिँदै थियो। अब चन्द्रमा पनि के भयो त उच्चको अवस्थामा प्रवेश गर्यो 17:34 मा। आज 5 बजेर हैन साँझको 5:34 मा चाहिँ के भयो त उच्चको अवस्थामा प्रवेश गर्यो। र अब यो अवस्था कति बेलासम्म रहन्छ त भनेर मैले क्याल्कुलेसन गरेर हेर्दाखेरि यो के देखिन्छ त भने ओके यो अवस्था भनेको चाहिँ कति बेलासम्म रहन्छ भन्दा ओके यो अवस्था भनेको कति बेलासम्म रह्यो त भन्दाखेरि रातिको 11:09 सम्म हैन। 23:09 भनेको रातिको चाहिँ 11:09 चाहिँ के भयो त भन्दा चन्द्रमा के छ 3 डिग्री 19 मिनट 48 सेकेन्ड भनेपछि अब यो चाहिँ 23:09 भनेपछि अब भनौँ न 23:09 भयो। अब 23 चाहिँ सभा चाहिँ भनौँ 11 हुँदाखेरि चाहिँ के हुन्छ त भन्दा चन्द्रमा अब यसबाट फुस्किन्छ अब हैन। 3 डिग्री 20 मिनट नागेर जान्छ। अब यो क्रस भइसकेपछि के हुन्छ त्यसलाई उच्चको अवस्था मान्न सकिँदैन। एकदमै माइक्रो डिटेलिङमा जाने हो भने है। त्यसकारणले गर्दाखेरि चन्द्रमालाई उच्चको हुनको लागि वृष राशिको पहिलो
चाहिँ के भयो त पद मात्रै दिएको छ अथवा पहिलो जुन चरण छ त्यो मात्रै दिएको छ 3 डिग्री 20 मिनेट भित्र मात्रै चाहिँ यो उच्चको रहन्छ। ओके, अब भनिसकेपछि के भयो त भन्दा 17:34 17:34 23:09 सम्म चाहिँ के भयो त भन्दाखेरि अक्षय तृतीया भयो। यति बेलासम्म के भयो त भन्दा यो तृतीया चाहिँ के भयो त भन्दा अक्षय तृतीया भयो है। यो चाहिँ अक्षय तृतीया भयो। भनेपछि अरू बेलामा चाहिँ के भयो त भन्दाखेरि तपाईको जस्तो तृतीया तिथि सुरु भयो दिउँसोको 1:33 बाट भोलिपल्ट 11:11 सम्मै तृतीया तिथि हो। तर अक्षय तृतीया चाहिँ कतिखेर हो त भन्दाखेरि अक्षय तृतीया चाहिँ 17:34 बाट 23:09 सम्म मात्रै हो है। त्यसकारणले गर्दाखेरि वास्तविक अक्षय तृतीया चाहिँ को समय भनेको चाहिँ यो लगभग 5.5 घण्टाको समय हुन्छ। बेलुका 17:34 बाट 23:09 सम्म हो। अब यो एकैछिनमा सुरु हुँदैछ। अब मोटामोटी केही मिनेटमै सुरु हुँदैछ। म पनि यतिखेर अलि ढिला नै चाहिँ बनाइरहेको छु। सो त्यस कारणले गर्दा मैले यो अलि अगाडि नै बनाउनु पर्ने हो है। तर अब यो कार्यव्यस्तताले गर्दाखेरि मैले बनाउन सकिनँ। ओके, अब भनेपछि यो चाहिँ के भयो त भन्दा अक्षय तृतीया चाहिँ यतिखेर भयो। अब हामीले के हुन्छ भने यो अक्षय तृतीयाको हामीले यो ज्योतिषीय हिसाबबाट कसरी अक्षय हुन गयो, के कारणले गर्दाखेरि यसलाई अक्षय मानियो भन्ने कुरा मैले यहाँलाई बताएँ। र अब हामीले चाहिँ जस्तो सानो बेलामा हामीले कथाहरू पढ्छौँ र पढिसकेपछि के हुन्छ भने यो कथा पढेर के शिक्षा पायो भनेर हामीलाई चाहिँ एक्जाममा क्वेसन आउँछ है। त्यसै गरेर यो कथा पढेर हामीले पाउने शिक्षा के त, यो भित्र चाहिँ जीवनको शिक्षा के हो त भन्दाखेरि जीवनको शिक्षा जसले अलिकति परम स्थिति प्राप्त गर्न खोज्छ त्यसले चाहिँ के भयो त भन्दा सूर्य अर्थात् आत्माको कारक पनि तपाईँको इन्लाइटेन भएर गयो र तपाईँ परम अवस्थामा पुग्नुभयो। र मनको कारक पनि के भयो त भन्दा परम अवस्थामा अथवा शान्त अथवा चाहिँ करुणामय अवस्थामा पुग्यो भनेदेखि त्यो चाहिँ के भयो त भन्दा त्यसले अक्षय स्थिति प्राप्त गर्यो। अथवा हामी सामान्य हिसाबबाट कार्य गरेर बसिरहेका अथवा चाहिँ होइन भौतिक जीवनमा अल्मलिरहेको मान्छेहरूको लागि चाहिँ के हो त भन्दा सूर्य अर्थात् आत्माको कारक र चन्द्रमा अर्थात् मनको कारक आत्मबल र मनोबल जोडिएको अवस्था नै के हो त भन्दा अक्षय अवस्था हो। र हामी आत्मबल पनि उच्च र मनोबल पनि उच्च बनाएर हिँड्नुपर्छ भन्ने कुरो चाहिँ के भयो त यसको सन्देश हो। तर आजको दिन चाहिँ के भयो त भन्दा असाध्यै पावन दिन हो र आजको दिनमा ब्रह्माण्डीय ऊर्जा नै चाहिँ के भयो त भन्दा सूर्य र चन्द्रमा नै चाहिँ एकदम परम उच्च अवस्थामा रहेको अवस्था हो। र आजको दिनमा पनि 17:34 बाट राति 11:09 समयको अवस्था चाहिँ के भयो त भन्दाखेरि वास्तवमै अक्षय तृतीयाको समय हो। र यो समयमा तपाईँहरूले चाहिँ के भयो त भन्दाखेरि आफ्नो एउटा प्रगतिको उन्नतिको लागि चाहिँ तपाईँले यसको प्रार्थनाहरू गर्न सक्नुहुन्छ होइन। यो समयमा तपाईँ चाहिँ मतलब पूजापाठहरू गर्न सक्नुहुन्छ। यो समयमा तपाईँले मन्त्रहरू चाहिँ च्यान्टिङ गर्न सक्नुहुन्छ होइन। जस्तो अब एउटा मन्त्र जस्तो ओम अक्षय नमः पनि हामी यसको जप गर्न सक्छौँ यो समयमा। ओके, यहाँलाई मैले अक्षय तृतीयाको बारेमा केही कुराहरू सेयर गरेँ। यहाँले धैर्यतापूर्वक सुनिदिनु भयो त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद।